Hello guys, I have a good day. म चाहिँ आज गाउँमा होइन यस यहाँ घाँस काट्ने कार्यक्रम हुँदैछ। म चाहिँ अब आएको यहाँ 10-15 दिन भएको त सुपर धोती भयो सुन्दै छैन कालो यस उया गसी त्यो हिउँले गर्दा अलि गोरो गोरो भइँदो रहेछ ऊ भयो गाइस। हाम्रो घर यही हो, घर हाम्रो मल हो, यो हाम्रो मल। उयो हाम्रो छोरी हो, यो घाँस छिरी पार्कीले उहाँ ऊ के गर्दैछ खाँदैछ कता हेर ब्यागले त्यस्तो साना हो। इन फ्रन्ट क्यामेरा त जुम नहुँदो रहेछ नि त गाइस। we are now grass cutting. She is my wife. She is cutting grass nicely, smoothly, very good. She is good agriculture people. She is good कृषक। आयो न आयो घाँस काट्ने कार्यक्रम चलिरहेछ। म चाहिँ मेरो प्रायः भिडियो बनाएर बस्यो भन्ने लाग्ला। यहाँ म डोको समातेर बसेको कि डोको लड्छ नि त। यहाँ मकैहरू यहाँ तरकारीहरू छ, त्यसले गर्दा यहाँ म डोको समातेर बसिरहेको छु। घाँस काट्ने कार्यक्रम हुँदैछ। हाम्रो साना बिरामी भयो, अघि बोमिट गर्यो धेरै होइन। सानाले बोमिट गरेको है? कति बोमिट गरेको रे? धेरै गरेको होइन। मेरो साना एकदम सिकिस् त बिरामी, त्यो एकदम इनर्जी लस भएको छ सानाको। साना यहाँ छ। सानाको नाम के हो? साना भन्थ्यौ? मेरो नाम आर्या पोखरेल हो, बुझ्नु होला गाइजहरू। आर्या नमस्ते गरिदेऊ। सबैले हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु भन। डोको लड्यो गाइज धन्दै। हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु भन न। गरिदिनु, लाइक गरिदिनु, कमेन्ट गरिदिनु, कमेन्ट गरिदिनु, सेयर गरिदिनु। यस्तो भिडियो हामी फेरि हाल्छौँ। म अङ्कलको नाइस छोरा हो भन। नाइस छोरा हो। अलि रक्सी हाँस्दै रहेन कि, अलि राम्रो तरिकाले भनिदेऊ न। म अङ्कलको नाइस छोरा हो। आई लभ अङ्कल भेरी मच भन। आई लभ माई अङ्कल भेरी मच भन। म स्कुल पढ्दैछु। म अब अर्को वर्ष खतरा इङ्ग्लिस हान्दिने हो। तपाईँहरूलाई म इङ्ग्लिसमा भ्लग बनाएर हालिदिन्छु। त्यति बेलाको लागि म हुन्छु भनेर भन। हाम्रो गाई कतिवटा छ सानो भन्थ्यौ? हाम्रो गाई 2टा छ गाइज। हाम्रो गाई 2टा छ। घाँस काट्ने मान्छे एउटा छ है। घाँस काट्ने मान्छे यता होइन, घाँस काट्ने मान्छे यता। हामी दुध खाने मान्छे कता साना? हामी दुध खाने मान्छे यता होइन त। दुध खाने मान्छे यता। ऊ त्यो हाम्रो दिदी हो। ऊ त्यो मम्मी हुनुहुन्छ। हेलो दिदी भन त। दिदी हाई गर भन न। अनि त्यसले हाई गर्न। उहाँ मम्मी हुनुहुन्छ, यहाँ म छु, यहाँ हाम्रो साना छ होइन। आयुष उहाँ सुतिरह, तर आज आयुषले भ्लग बनाएन होइन। हामी गाउँमा हो। गाउँको लोकेसन यस्तो राम्रो छ, भेरी गुड छ। तर त्यस्तो गरिदिनु हुँदैन कि। डोको धान्ने मान्छे हुँदाहुँदै डोको पल्टाइदिएर घाँस काट्ने मान्छेले घाँस काट्यो भने यसरी यहाँ धान्नु पर्यो। डोको यस्तो छ। के रे साना? उता घाम लागिरह। उता कता हो घाम? खोइ घाम यस्तो घाम देखिरह। घाम अस्ताउने बेलाको यस्तो छ। हामी यहाँ घाँस काट्ने कार्यक्रम, म यहाँ डोको समाउने कार्यक्रममा व्यस्त छु गाइज। ऊ चाहिँ हाम्रो घाँस काट्ने मान्छे हो।